सो गाइज नमस्ते टु एभ्रिवान। आज चाहिँ म बिहानको समय छ र बिहानको समयमा हल्का यस्तो मर्निङ वाक जस्तो गरिरहेको छु भने यु क्यान सी गाइज यस्तो दामी मौसम छ हेर्नु। पुरा यतातिर धुम्म बादल छ भने ठ्याक्क यतातिर हेर्नुहुन्छ भने घाम लागिरहेको छ। यस्तो सुन्दर छ नि प्रकृति हाम्रो नेपाल, यस्तो ब्युटिफुल नेपाल छ। अब आज त मेरो शनिबार पनि हो, बिदा छ, एन्ड भोलि आइतबार पनि बिदा छ। त्यो 2 दिन बिदामा चाहिँ म रुममा के गरी बस्ने होइन, म एकदम हिँडिराख्न मन पराउने, एकदम हिँड्ने। किन भन्दाखेरि यस्तो राम्रो छ क्या, हेर्नु न नेचर, यो नेपाल कस्तो राम्रो ठाउँहरू छ नेपालमा पनि है। अहिले म यता पूर्वी साइडतिर छु, पूर्वका पनि धेरै राम्रो ठाउँहरू छन्, पश्चिममा पनि धेरै राम्रो ठाउँहरू छन्। त्यति राम्रो ब्युटिफुल नेपाललाई एक्सप्लोर गर्न पाएँ। आहा, म पनि कति खुसी हुन्थेँ होला, यो प्रकृति पनि मलाई देखेर कति खुसी हुन्थ्यो होला जस्तो घरिघरि मेरो दिमागमा के यस्तो यस्तो थिङ्किङ हुन्छ क्या साथीहरू होइन। अनि अब यो एउटा जागिर भन्ने छ, यो जागिरले चाहिँ मलाई यी सब कुरालाई बाधा दिइरहेको छ, घुम्न डुल्न पाएको छैन होइन। म चाहिँ एउटा के मात्र मेसेज छोड्न आएको भने साथीहरू, यदि तपाईँ खाली हुनुहुन्छ होइन र यत्तिकै दिनभरि मोबाइल चलाइ बस्नुहुन्छ, टिकटक हेर्नुहुन्छ, खाली अरूको रिलहरू हेरेर बस्नुहुन्छ भने यु क्यान गाइज तपाईँ त्यहाँबाट उठ्नुहोस् अनि विभिन्न ठाउँहरूको लोकेसन हेर्नुहोस्। त्यो ठाउँमा त्यहाँ धेरै मान्छेहरू एकअर्कामा कनेक्ट भइरहेको हुन्छ, तिनीहरू बिच कन्ट्याक्ट गर्नुहोस्। एक्लै भए पनि जानुहोस्, क्या चलिदिनुहोस्, घुम्नुहोस्। यस्तो ब्युटिफुल नेपाल छ। आज के हो, म यहाँ छु, भोलि कहाँ हुन्छ थाहा हुँदैन मेरो बारेमा। त्यही भएर मैले मेरो एउटा के पनि सिद्धान्त छ भने, छोटो छ जिन्दगी फोटो खिचेर राख, यो चाहिँ मेरो सिद्धान्त हो होइन। त्यसैले थाहा छैन छोटो लामो के हो होइन, उठ्नुहोस्, जाग्नुहोस् आफ्नो ठाउँबाट, आफ्नो काम गर्नुहोस् दैनिकी, र पनि घुम्न नछोड्नुहोस्। छ सुन्दर नेपाल छ, यस्तो सुन्दर प्रकृति छ, हेर्नुहोस् त यो नेचर, कहिलेको कुहु कुहु आवाज, चराचुरुङ्गीको चिरबिर आवाज, यो बादल, यो झरी, यी बाटाघाटा है। आहा, यति सुन्दर छ, यति राम्रो छ। त्यो विदेशमा त्यो कोलाहालको एउटा कोठामा थपक्क बस्नु पर्या हुन्छ कि जो कोठामा हामीलाई कसैले आएर पनि देख्न सक्दैन के, र त्यो कोठाबाट हामी बाहिर पनि निस्केर आफूलाई प्रस्तुत गर्न सकिरहेका हुँदैनौँ। त्यसैले तपाईँहरू घुम्नुहोस्, रमाइलो गर्नुहोस्, यस्तो सुन्दर नेपाललाई एक्सप्लोर गर्नुहोस्। हेर्नुहोस् त म यहाँ आइपुगेको छु अहिले होइन। त्यो बादल हेर्नु, त्यो आकाश हेर्नुहोस्, अनि आकाशको मुनि त्यो बादल हेर्नु। बादल आफ्नै दौडधुपमा, आफ्नै कामकाजमा, आफ्नै तरिकाले दौडिरहेको छ होइन, आफ्नो गन्तव्यमा पुग्दैछ। अनि त्यस बादल मुनि फेरि हेर्नुहोस्, हरिया रुखले भरिपूर्ण भएको ठाउँ है, अनि राम्रा राम्रा घरहरू, गाउँघरका घरहरू हेर्नुहोस्, बाटोघाटो हेर्नुहोस्, सप्प बसेको गाउँ। यस्तो राम्रो प्रकृति छ। हामी चाहिँ घरमै बस्ने क्या, किन घरमै बस्ने होइन। हेर्नुहोस्, यहाँ चाहिँ यो हाम्रो ठाउँ हो, यो जहाँ चाहिँ घुम्नको लागि एउटा बनाएको पार्क जस्तो हो होइन। तर यो पार्क चाहिँ अहिले युजेबल छैन, बिकज अफ अब के भन्नु, प्रकृतिलाई हामीले नाश गरेर नै हो क्या, प्रकृतिले हामीलाई नाश गरेको होइन, विनाश गरेको। किन भन्दा प्रकृतिलाई हामी जति माया गऱ्यो उसले पनि हामीलाई उति माया गर्ने हो नि त होइन। हामीले उसलाई छेदविच्छेद पारेर फाल्यो भने त अनि उसले पनि त विनाश पक्कै गर्ने भयो होइन। म चाहिँ त्यति नै कुरा भन्नलाई यो सानो सर्ट एन्ड स्विट भिडियो बनाएको। पढ्नुहोस्, जागिर खानुहोस्, घर परिवारलाई समय दिनुहोस्, आफन्तलाई समय दिनुहोस्, गर्लफ्रेन्डलाई समय दिनुहोस्, बोयफ्रेन्डलाई समय दिनुहोस्। तथापि त्यसको बावजुद पनि यस्तो सुन्दर नेपालमा घुम्न नछुटाउनुहोस्, यस्तो सुन्दर नेपाललाई एक्सप्लोर गर्न नछुटाउनुहोस्। म चाहिँ यति मात्रै भन्न चाहन्छु साथीहरू, हेर्नुहोस् यस्तो राम्रो छ नि, यस्तो राम्रो छ। ओ माई गुडनेस, यो देखेर त मलाई है भर्खर जाउँ त्यो ठाउँमा, घुमौँ पुगौँ कस्तो होला जस्तो लाग्छ। त्यो बादल हेर्नुहोस्, त्यो बादल सँगसँगै दौडिएको छ, आफ्नो ताल आफ्नो सुरमा छ। त्यो खोला हेर्नुहोस्,
सर आफ्नो तालमा बगिरहेको छ। न त्यो खोलालाई कसैले छेक्ला न कसैले रोक्ला है। कति स्वतन्त्र भएर डुलिरहेको छ, घुमिरहेको छ, बगिरहेको छ। त्यसैमाथि सुन्दर गाउँ हेर्नुहोस्। आहाहा कति मोहनी लाग्दो गाउँ छ, कति मोहनी लाग्दो यो प्रकृति छ। आहाहा। ओके गाइस, थ्याङ्क यू सो मच। बाई बाई। यति नै भन्नलाई भिडियो बनाएको ल।